सुदन गुरुङ त्यस्तो हो भने तपाईँहरूले त हामी 3 करोड नेपालीलाई धोका दिएको छ नि। बुढो खोज्नेको त मै भइहाल्थेँ नि, म आफूलाई नै अगाडि राख्थेँ होला नि त। बुढोले हुँदैन हामीले हुँदैन भनेर तपाईँहरूलाई गुहारेको हो नि। अनि तपाईँ लगेर बुढी एकजना राखिदिने। सुशीला कार्कीले कसको पावरले सरकार चलाउने ल भन्नु? सुदन गुरुङको पावरले कति छ कति छ? ल अहिले सडक अहिले सुशीला कार्की नै चाहिन्छ भनेर जिद गर्ने मान्छे सुदन गुरुङ हो। किन म भन्छु नि त, सुशीला कार्की उहाँलाई आर्मीको बल नभइकन चलाउन सक्नुहुन्छ, अनि राष्ट्रपतिको ढाल नभइकन उहाँ कानुनी रूपले बाँच्न सक्नुहुन्छ, अनि उहाँ चाहिँ पार्टीहरूको समर्थन नभई पार्टीको कार्यकर्ताको समर्थन नभइकन अगाडि बढ्न सक्नुहुन्छ। यो 3टा शक्तिले समर्थन गर्यो सुशीलालाई, हो कि होइन? अहिले सबै पार्टीले त सहमति जनाइसक्यो, हो कि होइन? अब यो 3टा एकतिर राख्नुहोस्, तपाईँको सुदन गुरुङलाई एकतिर राख्नुहोस्, कुन भारी? अनि कसलाई बेकुफ बनाएको? तपाईँहरूलाई मात्रै होइन, हामी 3 करोड नेपालीलाई फेरि 12 बुँदेलाई नै बेचिदियो तपाईँहरूको नेताले। मैले त त्यो देख्दैछु नि। एमालेको एउटा नेताले भन्दै थिए क्या, खरायो थाप्नलाई भनेर थापेको जालमा बाघ पसेपछि अब त्यसलाई छोडौँ भने खाइदिन्छ, राखौँ भने थेक्न सक्दैन भने जस्तै भएन अब यो आन्दोलन गरेर यत्रो सरकार ढालेर ल्यायो, लास्टमा फेरि थमाइदियो उसैलाई। हो त, अनि त्यो त तपाईँहरू नै महसुस गरिराख्नु भएको छ। जसलाई तपाईँहरू खेद्नुभयो होइन, त्यही अहिले आएर तपाईँको विरोध गरिरहेछ नि। सडकमा कसले तताइराखेको छ? तपाईँलाई म एउटा भन्छु, सडकमा आन्दोलन मैले धेरै देखेको छु। त्यो आन्दोलनको दिन जो गोली थाप्न तयार हुन्छ नि, भोलिपल्ट त्यही मान्छेलाई गोली थाप भन्नुहोस् त त्यो थाप्दैन। त्यो एउटा जोस आउँछ, एउटा समर्पण भाव आउँछ, मरेर भए पनि म यो परिवर्तन लिएर आउँछु भन्ने त्यो जुनून हुन्छ, त्यो भोलिपल्ट हुँदैन नि। अहिले सुदनलाई सडकमा चाहिँ ल फेरि त्यो ताण्डव देखा भन्नुहोस् त। त्यो ताण्डव देखाउने शक्ति त देखायो, गइसक्यो। हामीले गरेको होइन भनेको छ कि छैन? त्यो भोलिपल्टको दिन त्यो त्यति नेपाल अधिराजभरि नजलाएको भए त्यो सडकमा स्टुडेन्ट लिएर आएर तपाईँहरूले यो सरकार तर्साउन सक्नुहुन्थ्यो? सुदन गुरुङ कसको लागि काम गरेको छ? तपाईँहरूको लागि काम गरेको छ। तपाईँहरूको चित्त बुझाएछ? सुदनले यी तपाईँहरूका जुन नेता जुन भनाउँदाले जुन यो गर्दैछ त्यसले हेर्दै जानु, ओली फेरि अर्को चुनावमा लडेर फेरि आउँछ, फेरि तपाईँहरूको प्राइम मिनिस्टर हुन्छ। बाटो त खोलिदियो नि। ओली देउबा प्रचण्ड त खुसी छन् यो अहिले सुशीला कार्कीले ल्याउने भन्दाखेरिमा। त उनीहरूको समर्थन नभए त आउँदैन। तपाईँ कुन